बुटवलबाट पोखरा घुम्न गएकी एक महिलाको होटलको छतबाट खसेर मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका 17 रानीगञ्जकी 32 वर्षीय सरिता भण्डारी पोखरा 6 कोट पाटन स्थित एक होटलको 5औं तलाबाट खसेको अवस्थामा शुक्रबार राति फेला परेकी हुन्। उनी श्रीमान लक्ष्मण भण्डारी र 2 छोरासहित बिहिबार पोखरा घुम्न आएकी थिइन्। शुक्रबार राति करिब 12:30 बजे श्रीमान श्रीमती होटलको छतमा बसेको अवस्थामा सरिता 5औं तलाबाट झरेकी थिइन्। करिब 55 फिट तल होटलको गेटमा खसेपछि तुरुन्त उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएको उनलाई चिकित्सकले राति 1-2 बजे मृत घोषणा गरेका थिए। घटनास्थलमा सीसीटीभी क्यामेरा नहुँदा घटनाको कारण अस्पष्ट छ। हत्या, आत्महत्या वा दुर्घटना के हो भन्ने बारे प्रष्ट हुन नसकेको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि उनका श्रीमानलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको हो। हाल उनी वडा प्रहरी कार्यालय बैदामको हिरासतमा छन्।